नमस्कार सबैजनालाई। सन्चै हुनुहुन्छ? तपाईँहरू के गर्दै हुनुहुन्छ? कहाँ हुनुहुन्छ? कसरी बसिरहनु भएको छ? चिसो कतिको छ तपाईँहरूको ठाउँमा? के छ भन्न नबिर्सिनुहोला। म आज चाहिँ तपाईँहरूलाई के भन्न मन लाग्यो भन्दाखेरि मेरो आफ्नो अनुभवमा म अब मध्य 30 वर्ष भनेको मिड 30मा आइसकेँ होइन। अनि अहिले चाहिँ मलाई के रियलाइज हुन्छ भन्दाखेरि लाइफमा चाहिँ जे कुरा पनि सर्ट आउट हुँदो रहेछ कि खासमा ढिलो चाँडो। कुनै कुरा सर्ट आउट हुन अलिक टाइम लाग्छ, कुनै अलि छिटै हुन्छ। तर हामी कस्तो तनाव लिइरहेका हुन्छौँ, कति धेरै तनाव हुन्छ। मलाई त कहिलेकाहीँ रातभरि निन्द्रा पनि लाग्दैन होइन, त्यसो हुन्थ्यो कि होइन। अनि त्यसपछि कस्तो भन्दा म एउटा कम्प्युटर इन्जिनियर हो होइन। म सफ्टवेयर बनाउँछु, सफ्टवेयर डेभलपर हो म होइन। अनि त्यसपछि मलाई कहिलेकाहीँ के हुन्छ, राति सुत्ने बेलामा जस्तै त्यहाँनिर यो बग आयो होला, त्यहाँनिर यो कारणले यो कोड बिग्रेको होला, त्यहाँ भएर यस्तो भएको होला, सबै त्यस्तै दिमागमा आउँछ होइन। सुत्ने बेलामा यस्तो दिमाग खेल्ने कि सपनामा पनि कोडिङ नै गरेको देख्छु क्या म कहिलेकाहीँ। एप्लिकेसन नै टेस्ट गरिरहेको, कोड नै गरिरहेको, अनि त्यसपछि कोही टेस्टरहरूसँगै गफ गरिरहेको सपनामा। क्युए टिमले केही बग क्रिएट गरेर अनि त्यही बगमा डिबग गरिरहेको, त्यस्तो देख्छु कि सपनामा होइन, देख्थेँ मैले। अनि त्यसपछि स्टिल आजभोलि पनि देख्छु। अनि तर कहिलेकाहीँ के रियलाइज हुन्छ भन्दाखेरि अनि त्यो दिन अघिल्लो दिन एकदम टेन्सन हुन्छ होइन। अनि भोलिपल्ट चाहिँ जब म काम गर्न थाल्छु नि, अनि त्यसपछि त्यो इस्यु चाहिँ मैले रिजल्भ गरिहाल्छु कि। अनि जस्तै मलाई अफिसमा कस्तो गाह्रो प्रोजेक्टहरू दिइरहेको हुन्छ होइन। अनि जब प्रोजेक्ट मेरो हातमा पर्छ नि, हातमा पर्दाखेरि चाहिँ म एकदमै यो फेरि यसपालि एकदम कम्प्लेक्स प्रोजेक्ट पर्यो जस्तो हुन्छ। हाम्रो के हुन्छ भन्दाखेरि एउटा बिग प्रोजेक्ट दिन्छ, जस्तै 6-7 महिना लाएर सक्ने काम पनि हुन्छ कहिलेकाहीँ होइन। अनि त्यसपछि त्यो कामलाई अब कन्टिन्युस गरिरहनु पर्छ होइन। अनि त्यसपछि अनि फर्स्टमा जब प्रोजेक्ट हातमा पर्छ नि, अनि त्यतिखेर चाहिँ कस्तो गाह्रो रहेछ यो प्रोजेक्ट, यो नयाँ टेक्नोलोजी रहेछ, नयाँ कुरा रहेछ, अनि नयाँ बिजनेस रुल रहेछ, अनि यो त कन्सेप्ट नि नयाँ रहेछ, म त यो नयाँ मान्छेसित गफ गर्नुपर्ने रहेछ, म त नयाँ कुरा पढ्नुपर्ने रहेछ, यसमा त नयाँ तरिका रहेछ, कति धेरै नयाँ कुरा हुन्छ कि होइन। अनि त्यसपछि अब काम गरेको अहिले मैले काम गरेको लगभग 9 वर्ष भइसक्यो होइन। यही काम गर्न थालेको, त्यही पनि कति जहिले पनि नयाँ प्रोजेक्ट आउँदा त्यस्तो हुन्छ होइन। अनि तर चाहिँ जब प्रोजेक्टको रिलिज डे आउँछ नि, जस्तै मेरो अब भोलि एउटा रिलिज छ होइन। जब रिलिज डे आउँछ नि, अनि त्यतिखेर चाहिँ बस्दैन, किन तनाव ल्यायो होला फोक्कटमा, यो त भइहाल्दो रहेछ त, भइसक्यो त भन्यो। त्यस्तो त कति धेरै प्रोजेक्ट भइसक्यो कि होइन, कति धेरै रिलिज गरिसकेँ मैले होइन। म इन्डिभिजुअली नै म चाहिँ फुल स्ट्याक डेभलपर हो। मैले चाहिँ फर्स्टमा रिक्वायरमेन्ट्स ग्यादर गर्नेदेखि लिएर म डिप्लोमेन्टसम्म म सबै काम म आफै गर्छु। फ्रन्ट इन्ड, ब्याक इन्ड, डेटाबेस स्किमा डिजाइन गर्ने, अनि त्यसपछि युआई डिजाइन पनि म गर्छु। अनि म सबै डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्टको फुल लाइफ साइकल नै गर्नु सक्छु म, अनि गर्छु पनि काममा। अनि तर इच फेजमा च्यालेन्ज आउँछ होइन। अनि च्यालेन्ज आए पनि तर चाहिँ त्यो दिन गाह्रो हुन्छ कि होइन। जुन दिन च्यालेन्ज आउँछ नि त्यो दिन गाह्रो हुन्छ, तर चाहिँ भोलिपल्ट या पर्सिपल्ट त्यो रिजल्भ हुन्छ कि, जे हुन्छ कि अहिलेसम्म जुन प्रोजेक्टहरू रिलिज गरेँ नि भइरहेको छ। अनि त्यसपछि नथिङ इज इम्पोसिबल भन्ने जस्तो फिल पनि हुन्छ। अनि कहिलेकाहीँ सुनिता, इज दिस पोसिबल, क्यान यु डु इट भनेर भन्छ। अनि मैले भन्छु नथिङ इज इम्पोसिबल, केही इम्पोसिबल छैन। इट जस्ट म्याटर वेन यु वान डु इट, कहिले गर्ने हो, अनि कसरी गर्ने हो, कसरी इम्प्लिमेन्ट गर्ने हो, अनि त्यस वेन यु वान, कहिले चाहिएको छ, स्केड्युल पनि मिलाउनु पऱ्यो होइन, अरू प्रायोरिटिजहरू पनि हेर्न पऱ्यो। तर गाह्रो छैन, एभ्रिथिङ इज पोसिबल भन्छु होइन। स्टिल अनि आजभोलि चाहिँ के लाग्छ भन्दाखेरि जे कुरा पनि सल्भ भइहाल्छ नि त, पनि किन टेन्सन लिएको, टेन्सन नलिन भने म अहिले आफैलाई भन्छु क्या म। अनि त्यसपछि जिन्दगी यसरी नै चलिरहेको छ होइन। एट द इन्ड अफ द डे प्रब्लम सल्भ हुन्छ जे कुराको पनि, त्यसरी लिनुपर्ने रहेछ त्यो भन्ने कुरा थाहा छ मलाई। तैपनि फेरि केही कुरा टेन्सन आयो भने तनाव त भइहाल्छ।
तर आम किप ट्राइङ। यसको लागि अलिकति मेडिटेसन पनि गर्नुपर्ने रहेछ अनि योगा पनि गर्नुपर्ने रहेछ। मलाई योगाले र मेडिटेसनले हेल्प गरेको छ। तपाईँहरूलाई केले हेल्प गर्छ तनाव भएको बेला भन्न नबिर्सिनु होला। आजलाई यति नै। नमस्कार। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि मस्त रहनुहोस्।